रसुवाका पीडितको लागि सानो सहयोगको साथमा रसुवा कसैको घर छैन, कसैलाई आफन्तहरूको अवस्था अझै पनि थाहा छैन, अझै कसैको जीवनभर कमाएको दुःख गरेर जोडेको सम्पत्ति गुमाउनु भएको छ। जो चाहिँ मृतक हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हार्दिक श्रद्धाञ्जली। जो जीवित होइन पीडित हुनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँको परिवारले दुःख सबै मिलेर आफ्नो क्षमता अनुसारको हातेमालो गरौँ। मेरो तर्फबाट चाहिँ मैले सानो सहयोग गरेको छु। तपाईहरूले पनि आफूले सकेको सहयोग गरिदिन हुन अनुरोध पनि गर्छु। आफूले रकम सानो ठुलो होइन, यस्तो बेलामा देखाउने साथ र मानवता नै ठुलो हो। सबैले एक एक रुपैयाँ मात्रै जम्मा गर्यो भने पनि करोडौँ रुपैयाँ जम्मा हुन सक्छ। त्यसैले सक्नेले सहयोग गरौँ, तर सहयोग गर्दा एउटा कुरामा विशेष सावधानी चाहिँ अपनाउनु पर्छ। विपत्तिको नाममा व्यक्तिगत क्युआर वा खाताबाट रकम पठाउने स्क्याम हुन सक्ने जनगुनासो पनि आएको छ। त्यसैले अपरिचित व्यक्तिले व्यक्तिगत क्युआरमा पैसा पठाउनु भन्दा पहिले राम्रोसँग पुष्टि गर्नुहोस् यो आधिकारिक हो होइन भनेर चाहिँ। अनि सम्भव भएसम्म सरकारले तोकिएको आधिकारिक राहत कोष भन्ने चाहिँ मा चाहिँ हजुरले चाहिँ खातामा सहयोग गर्नुहोस्। पीडितको दुःखमा साथ दिउँ, सहयोग गरौँ, तर सही ठाउँमा र सावधानीपूर्वक चाहिँ गरौँ। यो आधिकारिक चाहिँ क्युआर चाहिँ यो सरकारको हो, यसमा चाहिँ हजुरले चाहिँ गर्न सक्नुहुन्छ। यो सन्देश धेरैभन्दा धेरै मान्छेहरू कहाँ चाहिँ होइन पुर्याइदिनुहोस् र सेयर गर्नुहोस्। थ्याङ्क यू, धन्यवाद।